अब आयो गियर लिभर। यसलाई के भन्छ रे सर? यसलाई गियर लिभर। अब तपाईको गियर लिभर कुन नम्बर गियरमा छ, के छ भनेर कसरी थाहा पाउनु पर्यो भनेदेखि हामी 2-3 प्रकारले थाहा पाउन सकिन्छ है सर। यदि तपाईको गाडीको गियरको लिभर, यो लिभर दायाँ वा बायाँ पुरै हल्लिन्छ भनेदेखि सम्झिनुहोस् यो गाडी गियरमा छ भनेर। एउटा तरिका यो हो। यदि अगाडि ठेल्दाखेरि अगाडि जान्छ भनेदेखि यो गाडी केमा रहेछ? न्युट्रलमा रहेछ भनेर थाहा पाउनु पर्यो है सर। यदि बायाँ ताने पनि बायाँ आउँछ भनेदेखि के हो? यो गियरमा रहेछ भनेर थाहा पाउनु पर्यो है त सर। गियर पत्ता लगाउने तरिका। अब तपाईको ट्रायलको बेलामा चाहिँ आउँछ। तपाईको ट्रायलको बेलामा के लगाइन्छ? हामी 1 नम्बर गियर लगाउँछौँ र हामी ब्याक गियर लगाउँछौँ है सर। के लगाउँछ रे? 1 अगाडि लानको लागि, ब्याक गियर पछाडि ल्याउनको लागि है सर। भने पछाडि 1 नम्बर गियर कता छ? हात ल्याउनुस् त। सबैभन्दा के छ सर? दाहिना अगाडिपट्टि के छ सर? 1 नम्बर गियर छ है सर। 1 को पछाडि के छ सर? 1 को पछाडि के छ सर? यो बिचको भागलाई के भन्छ रे सर? यो बिचको भागलाई के सर? यदि दायाँ बायाँ पुरै हुन्छ भनेदेखि यसलाई के भन्छ रे? न्युट्रल। अब 1 नम्बर भयो, 1 को पछाडि के छ? न्युट्रल छ। न्युट्रलको सबैभन्दा दाहिना र पछाडिपट्टि के छ? ब्याक गियर छ है त सर। सबैभन्दा अब ब्याक गियरबाट 1 नम्बर लगाउनु पर्ने के हो? हल्का राइट तान्ने, टुक्क अगाडि ठेल्ने, लेफ्ट ठेल्ने र अगाडि ठेल्नु पर्यो है सर। यो के भयो? 1 नम्बर। ल फेरि ब्याक गियर लगाउनुस् त। टुक्क राइट पछाडिपट्टि, यो के भयो? ब्याक गियर भयो। फेरि 1 नम्बर, टुक्क अगाडि, हातको लेफ्ट अगाडि 1 नम्बर। ल लगाउनुस् त, ब्याक गियर लगाउनुस् त। टुक्क राइट पछाडि हो। ल 1 नम्बर गियर लगाउनुस्, टुक्क राइट अगाडि है त सर। ल फेरि पछाडि ल्याउनुस्, ब्याक गियर लगाउनुस्। हो गुड। फेरि हो ल गुड।